What is up YouTube? I'm back another video. So मेरो हातमा चाहिँ एउटा स्लाइड छ। यो स्लाइड चाहिँ मैले गिभअवे गर्न चाहदैछु। यदि तपाईहरु मेरो YouTube च्यानलमा नयाँ हो भने चाहिँ थाहा छैन भने चाहिँ फटाफट सब्स्क्राइब गरेर रेडी भएर बस्नु होला। इन्स्टामा पनि फलो गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईहरुले देखाउनु होला मलाई मेसेज गरेर DM गरेर सब्स्क्राइब गरेको स्क्रिनशट। सो त्यही अनुसारले म गिभअवे गर्न चाहदैछु छिटै। Hey, what is up guys? सो आज चाहिँ मेरो हातमा ब्रान्ड न्यू यो स्निकरलाई चाहिँ म एकदम वेट गरेर बसिरहेको थिएँ। फाइनली यो स्निकर मेरो हातमा आइसकेको छ। यहाँ यो स्निकर कस्तो छ भनेर तपाईहरुलाई म देखाइहाल्छु है। सुरुमा तपाईहरुले बक्स यस्तो छ है। यदि तपाईहरु स्निकर हेर्यो भने चाहिँ अलरेडी यु गाइज नो है। बक्सहरु थाहा पाइसक्यो होला हैन। केही लेखिएको छ यहाँ। तपाईले यो पेपरमा पनि देख्न सक्नुहुन्छ। सनसेट कलर हुन्छ, सनसेटको कलरमा पाउन सक्नुहुन्छ है। यता चाहिँ हल्का येलो टाइपको छ भने यो चाहिँ मेरो ट्रु साइज। वाउ ट्याङ ट्याडाङ। यो चाहिँ जे बाल्भिन जोर्डन 3 सनसेट एकदमै बवाल छ, एकदमै बवाल छ यार। यो स्निकर चाहिँ एकदमै वेट गरेर बसिरहेको स्निकर थिए। यो चाहिँ सेप्टेम्बर 23 मा रिलिज भएको थियो। सो फाइनली मेरो हातमा आज आइसकेको छ। एकदमै बवाल लाग्यो। वाउ सो हेभी है। हल्का रिभ्यू गरिहाल्छ है त कस्तो लाग्यो मलाई, कस्तो लाग्छ है। जोर्डन 3 हरु चाहिँ मेरो कलेक्सनमा खासै भइरहेको थिएन है। अनि मलाई चाहिँ एकदमै जोर्डन 3 हरु कलर वेमा कति धेरै जोर्डन 3 ड्रप भएको थियो। सो यो चाहिँ कोलाबमा एकदमै लिमिटेड एडिसनमा मेन साइजमा चाहिँ यो 40 के अराउन्डमा ड्रप गरेको थियो। अनि या त्यस्तै GS साइज 3 साइजमा ड्रप गरेको थियो। यो चाहिँ मेन साइजमा चाहिँ अराउन्ड 40 के को अराउन्डमा ड्रप गरेको छ। एकदम सुपर लिमिटेड। कुनै स्निकरहरू ड्रप भइसकेपछि चाहिँ यसको प्राइसहरू चाहिँ अलि डाउन हुँदै जान्छ नि त। तर यसको प्राइस चाहिँ एकदम अप भइरहेको छ है। फाइनली यसको अहिले रिसेल भ्यालु चाहिँ बिट्विन 5 to 600 को अराउन्डमा चाहिँ यो होल्ड भइरहेको छ अहिले चाहिँ। मेबी माथि जान नि अफ हुन नि सक्छ। तर जहाँसम्म मलाई लाग्छ यो स्निकरको चाहिँ एकदमै हुन्छ नि स्काई रकेटमा गइरहेको छ। मलाई पनि एकदमै खुसी लाग्यो। रिटेल प्राइस चाहिँ त्यही हो $250 हो भने चाहिँ कोरियाको प्राइस चाहिँ 2,69,000 छ। अनि या लुक एट दि ब्याक साइड एङ्गलमा यस्तो बवाल डिटेलिङ छ। यस्तो मन पर्यो मलाई चाहिँ। जे बाल्भिनको चाहिँ जोर्डन 1 मा नि ड्रप गरेको थियो। त्यसको रिसेल भ्यालु नि ठिकै छ। त्यो कलरमा अलि त्यति धेरै मलाई मन परेन है। यो कलरमा चाहिँ 1 को चाहिँ एकदमै भाइब्रेन्ट नै लाग्यो है। रिसेल भ्यालु चाहिँ ठिकै छ। अनि त्यसपछि 2 नि ड्रप गरेको थियो। 2 नि त्यति साह्रो मन परेन मलाई अनेस्टली भन्दाखेरि। अनि अराउन्ड तपाईले 2 हेर्यो भने चाहिँ त्यही रिटेल प्राइसमै भने चाहिँ फाइनली यो ड्रप भएको चाहिँ यो ड्रप हुँदाखेरि चाहिँ मलाई एकदमै सुरुमै देख्ने बित्तिकै एकदमै बवाल लागेको थियो। सो मलाई लकिली पाए पनि हाल्यो है। अनि या एकदम खुसी नै लागिरहेको छ। यसको या रिसेल भ्यालु वाउ एकदमै बवाल गइरहेको छ या। अनि यो यसको मटेरियलको बारेमा कुरा गर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ यस्तो बवाल छ। हेर न टम्पल लेदरमा यस्तो बवाल छ। यहाँ चाहिँ स्वेट लेदर नुबक लेदरमा दिएको छ। यहाँ एङ्कल साइडमा दिएको छ भने चाहिँ यस्तो। अनि यो तपाईँले सुलेस पनि यसको एकदमै सेल कलरमा पाएको छ एकदमै। अनि यसको इलाफेन्ट प्रिन्ट पनि जोर्डन 3 को सिग्नेचरै हो नि त इलाफेन्ट प्रिन्ट त। सो इलाफेन्ट प्रिन्ट नि एकदमै लाइटमा दिएको छ जुन कि एकदमै बवाल पर्फेक्ट म्याच गरिएको छ। सो या पर्सनली एकदमै आई लभ दिस पेयर है। वाउ या तपाईँले देख्न सक्नुहुन्छ इलाफेन्ट प्रिन्ट पनि एकदमै लाइटमा दिएको छ या। अनि तपाईँले बटममा हेऱ्यो भने चाहिँ ट्रान्सलुसन बटम दिएको छ। आउटसोलमा चाहिँ एकदमै बवाल छ है। ट्रान्सपेरेन्ट आउटसोल
Look at the guy. Look at the guys. अनि ह्यान्ड ट्याग पाउन सक्नुहुन्छ है। ह्यान्ड ट्यागमा चाहिँ जे बाल्बिनको स्माइली फेस दिएको छ है। यस्तो पर्फेक्ट बवाल है, येल्लो कलरमा स्माइली फेस। अनि तपाईँले यो त्यत्तिकै लाउँदा नि भयो है, निकालेर लाउँदा नि भयो, एकदमै बवाल छ। अनि टङ्कमा चाहिँ गोल्ड कलरको जम्प ब्यान्ड दिएको छ या तपाईँले। अनि अर्को पेयरमा हेऱ्यो भने चाहिँ जे बाल्बिनको लोगो स्माइली फेस दिएको छ भने तपाईँले देख्न सक्नुहुन्छ। एउटामा चाहिँ नाइकीको लोगो, एउटामा चाहिँ जे बाल्बिनको लोगो दिएको छ। दिज आर फायर है गाइज, फायर, एकदमै बवाल छ। तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदमै मन पर्यो। यहाँ यो यसपालिको स्निकरहरू ड्रप भएकोमा चाहिँ एकदम मन परेको स्निकर चाहिँ मेरो फेभरेट चाहिँ यही पर्छ है। इनसोल पनि सनसेटकै कलर वेमा दिएको छ। अनि एड जम्पम्यानको लोगो तपाईँको हातमा पाउनुहुन्छ नि, यस्तो स्मुथ छ कि यस्तो स्मुथ, वाह। अनि त्यसपछि तपाईँले मिड सोल हेऱ्यो भने चाहिँ सेल कलरमा दिएको छ। बाई बाई फिस।